So hello, namaste, and very much welcome back to my YouTube channel. Hope so everyone सधैँ हुनुहुन्छ होला है। अब एकदम फिट एन्ड फाइन छु। सो आइसक्नु भयो तपाईँहरू। सो आज चाहिँ चट्टो छुट्टी थियो होइन गाइज। र हामी चाहिँ अब शरदजीको नयाँ गाडी अब शरदजी के हो नयाँ गाडी अब के हो हेलो एकदम बवाल 10-15 मिनट भने बाबा कहाँ जाने त्यो हवेलीतिर जान्छ होला हवेली जान त यताबाट घुमेर जानु ठ्याक्कै उहीँबाट उठ्नु हान्नु त्यहाँ अगाडि जानु वहाँ जानुपर्छ बहुत घुम्नु जानुपर्छ अरू भन्नुहोस् के छ त नयाँ बस के सुन्न चाहनुहुन्छ तपाईँ तपाईँकै माया भयो सेन्टर त्यही हो गुलाबको फुल अब के हो भाउजू यहाँ हेर्नु है चामल ठिक छैन दादाको गुलाबको फुल सुल गाडीमा हालेर मगमग सेन्ट हालेर आमामा के हो के हुँदैछ सरजी यहाँ सो गाइज भेरी मच वेलकम ब्याक है अहिले वेलकम गर्छु अहिले म एकदम हतार निस्केको थिएँ कि सायद डिभाइसहरू पनि चार्ज गरेको छैन म मजाले सुतिरहेको थिएँ सरजी साँच्चै भन्दाखेरि है सो म एकदम मजाले सुतिरहेको थिएँ कि म है अनि एक्कासी सरजीले फोन गरेर ल म आउँदैछु अरे मस्त सुतिरहेको मान्छे मैले केही आज भ्लग बनाउने मुडमै थिएन मजाले सुतिरहेको थिएँ केही चार्ज गरेको थिइनँ मैले अब सुत्छु भनेर टक्कर रेडी भयो भने सरजीले फोन गरेर जाउँ त अरे ल ठिकै छ अब निस्किसकेपछि भ्लग त आउँछ आउनै पर्यो भाडा त दिनु पर्यो सो अब हामी चाहिँ जाँदैछौँ अब कहाँ जाने हो थाहा छैन यदि च्यानलमा नयाँ हुनुहुन्छ भने प्लिज डु सब्सक्राइब होइन गरिदिनु होला सो सब्सक्राइब गरिसक्नु भएको छ भने भिडियो चटचुट सेयर हालिदिनु होला सपोर्ट गरिदिनु होला है भिडियो आइपक्सरी चाहिँ हामी गरिरहन्छौँ सो आज चाहिँ हामी जाँदैछ हवाली शरदजीको आमा के हो कियाको गाडी है बाह्र त भैया गाना बजाइदिन्थ्यो फेरि कपिराइट लाग्छ भनेर गाना नबजाऊ सो हामी मलाई चाहिँ कस्तो लाग्छ भन्दाखेरि अझै यो जुन अहिले हामीले जुन काम गऱ्यौँ नि मेरो चाहिँ अब 1 घन्टा चाहिँ ब्रेक टाइम छ अनि 10 घन्टा दिएछ भने एकदम ठिक छ कि किन भन्दा महिनाको 130 केटी छोरो पाएपछि मलाई बस किन भन्दाखेरि अब शरीरलाई अब होइन यताउता गराउँदाखेरि भरि बिहान मैले सबै यताउता होइन जस्तै अब 30को 30 दिन काम गरेपछि भरि बिहान त्यो 10-15 केटीले यताउता गरेपछि शरीरै अब त्यो फालेर त आफूले त गर्नु भएन नि त यार सरजी यार हद कमाएला 2 दिन 3 दिन एक्स्ट्रा काम गरेर हामीले 10-12 हजार 10,000 मोटामोटी ल कमाउला ला बिरामी भयो नि त्योभन्दा बढी जान्छ त्योभन्दा बरु आनन्दै ठिक छ आनन्दले काम गरौँ होइन हप्तामा चट्ट छुट्टी पनि हानौँ घुमाउ पनि यस्तो एलइडी लाइट पनि हेरौँ बवाल छ तर यार अझै त्यो राउडा दिन्छ खतरा त सो गाइज हाम्रो चाहिँ अर्डर आइसकेको छ शरदजीको कहाँको के को अर्डर हो कफी हो क्या कफीको अर्डर हो कस्तो आनन्द छ यार शरदजी तपाईँको के अरे स्यालेरी पनि युरोप स्टाइलमा छ होइन युरोप स्टाइलमा डेलिभरीमा त घन्टाको 400 फिल्स गाइज है सुनाऊ यदि कोही डेलिभरीमा आउँदै हुनुहुन्छ डेलिभरी त डेलिभरी अब कुन कम्पनीमा हाल्छ त्यो चाहिँ थाहा हुँदैन है किनकि हामीलाई थाहा छैन अनि डेलिभरीमा चाहिँ एकदम बवाल छ क्या होइन शरदजी गाडी पनि किया दिन्छ चट्ट कियाको गाडी बवाल खालको दिन्छ फोन सबै कम्पनीको रिचार्ज सबै अगडा कम्पनीको भइहाल्यो अनि बाँकी तपाईँहरूको के हुन्छ भने घन्टाको 400 फिल्स घन्टाको अनि त्यसपछि यदि 1 घन्टामा एउटा अर्डर हानेको छ नि त्यो एउटा अर्डरको 100 फिल्स मतलब 1 घन्टाभित्रमा तपाईँले 4 अर्डर हान्यो भने 400 फिल्स थियो घन्टाको 400 फिल्स थियो 800 फिल्स सरजीको स्यालेरी त के हो 200 केटी आउँछ कि क्या हो 200 केटी आउला छोड्या 200 केटी आउनु त म त फेरि फुल्ली पार्टी हुन्छ त फेरि ग्रान्डकै माल हो यो हो यहाँबाट लाने हो टायर हेर्नुहोस् न मेरो कस्तो ए के हो पुरै लक्स सो गाइज हामी चाहिँ अब शरदजीको सवारी दिए हो किया होइन यस्तो गाडी दिन्छ कि डेलिभरी गर्ने केटाहरूलाई होइन शरदजी तपाईँको धन्न स्टिकर हाल्ने छैन भन्नु न स्टेप नै हाल्यो तपाईँले त्यसमा काटी झर्छ नि त मेरो यो स्टेपमा त सानो हुन्छ नि त अलिकति सानो हुन्छ हे के हो यो त हाम्रो गाडीको स्टेप हो क्या यार जाने त्यहाँभित्र के जाने यार अर्डर लिँदै जाने हो ल तपाईँ हेर्नुहोस् म यसरी भिडियो पाउँदै हिँड्छु हो क्या त्यस्तो चाहिँ नगरौँ यार होस्
सो गाइज हामी चाहिँ अर्डर लिन जाँदैछौँ अर्डर लिएर आएपछि अनि कुरा गरौँ तर जी हेलो पारा हो सो गाइज आफ्टर लङ टाइम हामी चाहिँ अब सरोजीको गाडीको टायर सायर बनाउन जाँदैछौँ टायर बनाऊ यो यतापट्टिको अलै सलै यो के हो सरोजीले बिहान बिहानै उद्घाटन गर्नुभयो भने त टायरको टायर सायर सट्ट बनाऊ अनि यो छ यत्रो ठुलो टायर यार यो छ स्कुटीको जस्तो टायर सरोजी के हो यो यस्तो यो के हुँदैछ यो त पेच हाल्यो पनि भइहाल्छ नि 2 मिनेटको काम त नि यार त्यही भएर मैले हावा त्यो उठाउनु न अहिले यहाँ छ यो सजिलो त छ यार यो टायर यति ठुलो छ है यो टायर हेर न यस्तो स्टेपनी दिन्छ यार गाडीमा यो डाँफेको चक्का जस्तो क्या सरोजी के हो यार यो त बिजोक हो नि यार डाँफेको स्टेपनीको चाहिँ सो हाम्रो चाहिँ टायर सायर 2 मिनेटको काम थियो जब उठाउनु त टायर रेडी भयो यार भयो अब नेपालमा पनि यस्तो मेसिन चाहियो कि ख्यार र बस बस टायर पम्पचर भएर नि बनाइयो होइन त सरोजी भयो फिनिस न न न न माफी फतुरा के गर्नु लक हाल्नु पर्ने यो त उल्टो गरेर नि यसलाई त हैन त्यही भन्छु म सरोजी यार त्यो मलाई 2 इन्चीको छ अनि त्यस्तो हैन र ए हाल्दिन न काजको त्यो बिचमा हाल्यो अलिक सानो कस्तो तातो यार यो टायर त आमा त्यही त मलाई डर लाग्यो नि छोल्टी यार बनाउनु पर्ने हो तर हो स्टेपनी चाहिँ यिनीहरूले यो चोर दिमाग लगाएर दिएको सरोजी यार टाइट भयो उफ्रिन्छ नि फेरि उफ्रेछ देखि यार तपाईँ अट्छ कि ल टायर सायर सक्यो जब यति पेच हानेको पनि यार 1 दिनार रे यार दिस इज 5 दिनार नेपालको 2200 हुन्छ एउटा स्कुप हानेको नि 1 दिनार भनेपछि 450 होइन 450 रुपियाँ लिँदो रहेछ एउटा पेच हानेको मैले यहाँ आएर गाडी चलाएको अहिलेसम्म त्यो पेच हानेकै छैन गाडीमा अहिलेसम्म एकचोटि पनि टायर बनाउनु भएको छैन 4-5 महिना भयो 4 महिना भयो होला गाडी चलाएको 3 महिना समथिङ होइन 3 महिना भयो गाडी चलाएको 3 महिनामा एकचोटि पनि पेच सेच केही हानेको छैन सो आज थाहा भयो 1 दिनार आलम कमेन्ट हाल्न त कति लिन्छ खलास ओके ल जाऊ ओके बस बाबा गुड नाइट हो लिनुहोस् पैसा लिनुहोस् 1 दिनारको झड्का लगायो फाइनल्ली होइन यसरी अनि सरोजी यार के मजा आयो यार यो अनि यो सब फेरि यहाँ गाडी साडी पम्चर भयो भने सब आफ्नै खल्तीबाट जान्छ आफ्नै खल्तीबाट त्यही भएर म त भन्छु त तपाईँलाई त्यही भएर सक्दो अब यो युट्युबमा अब होइन अब यताउता पनि हाल्नुहोस् सकेसम्म नेपालबाट कोही नआउनुहोस् डेलिभरी तालाबाद भनेर चाहिँ कोही जिन्दगीमा नआउने हुन्छ कुकुरले नपाउने दुःख पाइन्छ हुन त 2-3 जना साथीहरूले हालेन होइन तालाबादकोले तर त्यो मान्छेले भनेको कुरा कहाँ लाग्छ भन्दाखेरि यिनीहरू गयो होइन कमाइरहेको छ गरिरहेको छ भनेर भन्छ होला तर लिटरली भन्दाखेरि कोही नआउनुहोस् अरू काममा आउनुहोस् बरु लेबर कुल्ली टोइलेट सफा गर्नेमा आउने हुन्छ भगवान कसम मैले त त्यही भन्छु बरु लेबर कुल्ली काममा आउनुहोस् तर यस्तो यो डेलिभरी सेलिभरी यो यस्तो काममा नआउनुहोस् बरु होटलको काममा ठिक छ है छुट्टी पनि पाइन्छ ठिक त्यो ठिक हो यार बरु यो तर यो लाइट ड्राइभरमा चाहिँ कुकुरले नपाएको दुःख पाउँछ अब हामी कसरी जान्छौँ यस्तै जमाइन छोड्दै यताबाट पनि हुन्छ न स्यालेरी राम्रो पाउँछ न केही राम्रो पाउँछ सब खर्च आफ्नै हुन्छ बडो झ्या हुन्छ सो गाइस प्लिज है डेलिभर सेलिभरमा चाहिँ नआउनु होला कारको नाममा यही दिन्छ एउटा कार ठोक्यो भने पनि आफ्नै सिसा झरे पनि आफ्नै हो सिधै गरेर त होइन सो अब बाँकी कुरा चाहिँ हामी चिया खाँदै गरौँला है चट्टो चिया खान जाउँ हरिजीले पनि फोन गरिरहनु भएको छ एकछिन हरिजीसँग कुरा गरौँ हरिसित पनि जाने हो जाऊँ होला नि तपाईँ सो हेलो गाइज हामी फेरि पनि आइसकेको छौँ चिया लिएर चाय
चाय प्लस पकौडा है यता हाम्रो शरदजीको मिटअप। सो कुरा एकदम गम्भीर छ। कुराकानी के भन्दाखेरि कस्तो कस्तो लागिरहेछ तपाईँलाई? मलाई चाहिँ एकदम खुसी डेलिभरमा एकदम विशेष कुरा के छ त भन्दाखेरि अब मैले त भनिरहेको हुन्थेँ डेलिभरमा नआउनु, यदि आउनेछ भने एकदम मजाले बुझेर कन्ट्र्याक्ट बुझेर आउनुहोस्, मैले त्यो कुरा भनिरहेको थिएँ। आज यहाँ शरदजीको मुखबाट पनि सुन्यौँ नि त। ल के छ विचार शरदजी? डेलिभर अब एक हिसाबले ठिकै पनि छ होइन। 10 घन्टा ड्युटी छ अनि टाइममा जतिखेर पुगे पनि भयो, यताउता गरे पनि भयो होइन। तपाईँको के कस्तो हो भने कम्पनी चाहिँ खतम छ। कम्पनी झन् अब गाडी छोइछाइ भएपछि आफ्नै नाम हो, टायर पङ्चर भयो पनि आफ्नै नाम हो होइन। दायाँ बायाँ अब जे भयो भने आफ्नै नाममा, यो चाहिँ गलत छ। अनि तालाबाद यो के अरे डेलिभरी यिनीहरू क्यारी स्यारी यिनीहरू छ नि, यिनीहरूमा चाहिँ नेपालबाट कोही नआउनु होला भन्ने मेरो एकदम शुभकामना छ। साथीहरू दुःख मात्रै पाइन्छ। शरदजी स्यालेरी कति 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 कमाउनु भयो अहिलेसम्म? तपाईँ आएको कति महिना भयो? लगभग 6 महिना भइसक्यो। अँ, घर चाहिँ मैले अहिले चाहिँ 26,000 मात्र पठाएको छु 6 महिनामा। 6 महिनामा 6 महिनामा 26,000 मात्र 6 महिनामा त्यो 26,000 पैसा चाहिँ पठाउनु भएको छ। पठाएको छु। स्यालेरी कति थाप्नु भयो अरे? थाप्न त कति 138 केटी आएको थियो मेरो चाहिँ। अब टिप सिप यताउता गरेर अनि 105 केटी चाहिँ बलदियाको अनि लाइसेन्सको तपाईँको अनि खानाको काट्यो। अनि त्यसले गर्दा चाहिँ 70 केटी आएको थियो। अनि 70 केटीमा आएर अनि 60 केटी चाहिँ घर पठाइदिएको अनि 10 केटी चाहिँ आफूले राखेको। अब त्यही त हो। मेन कुरो यस्तो छ कि यहाँ चाहिँ कुकुरले नपाउनु दुःख पाइन्छ। मेन कुरो कस्तो हो भन्दाखेरि तपाईँको यहाँ आएर मेन कुरो अब हामीले बिहान काम गर्ने हो, साँझ चाहिँ हामीले चाहिँ खाना खाने हो क्या। अनि त्यो पैसाले किन्ने हो। त्यो पैसा नपाएपछि कहाँबाट जिन्दगी चल्छ त? धेरै नभए पनि 5 महिना 6 महिना 7 महिना राखिदिएपछि जिन्दगी कसरी चल्छ त? त्यही भएर मैले भन्न खोजेको मेरो साथीभाइहरू नेपालबाट चाहिँ नआउनु होला। डेलिभरी गर्नेमा नआउनुहोस्, सक्दो छ। बरु अब लेबरको काम पनि गाह्रै हुन्छ, हामी त्यसमा नि आउनु भन्दैनौँ होइन। एकदम अरू केही कुरामा सिप छ भने अरू केही कुरामा आउनुहोस्। तर यो म लाइट गाडी नै चलाउँछु, लाइट गाडी त्यो पनि डेलिभरीमा आउँछु भन्दाखेरि चाहिँ अलिकति गाह्रै हुन्छ। सो डेलिभरीमा चाहिँ नआउनु होला है। हाइली रिकमेन्ड। हामी चाहिँ अब डेलिभरमा अथवा डेलिभरी यो फुड डेलिभरी भन्ने चिजमा चाहिँ आउँदैन आउनु होला। धेरैजना एकदम फर्किसक्यो क्या दुःख पाएर। ल हेर्नुहोस् न, मेरै साथीहरू छन् अहिले मैले त्यहाँ क्यारीको केटाहरू पनि हुन्छ त्यहाँ। अनि म देखाइदिन्छु कि कति महिना भयो भन्दाखेरि 7 महिना भयो भाइ अझसम्म आएको छैन भन्दा। 7 महिनासम्म बसेपछि न कम्पनीले तलब दिन्छ न के गर्छ, खाना पैसा दिए पनि पछि काटिदिन्छ सल्टी। त्यस्तो भएपछि कहाँबाट जिन्दगी चल्छ हो कि नै? ल भन्नु त एउटा हिसाबले। त्यही भएर मैले सक्दो सक्दो नेपालबाट चाहिँ हाम्रो अब नेपाली केटाहरू अब जस्तै अब लाइट गाडीमा अब जे जस्तो पनि हुन्छ। अब नेपालमा पनि गरी खाना छैन, त्यही पनि सक्दो भनेको यो कुवेतमा चाहिँ अब लाइट गाडी चलाउँछु, यो डेलिभरीमा यिनीहरूमा नआए हुन्छ भन्छु मैले त। 2-3 जना केटाले भने अन्त एउटा चौधरी केटाले पनि भने होइन त्यो ताराबादको। अनि एकजना चाहिँ हेटौडाको कहाँको हो तिनीहरूले भने एकदम सही हो क्या। अब हुनु पनि त हो त नि यार। 6 महिना भइसक्यो अनि घर पैसा पठाएको कति हो भन्दा 26,000 भएपछि सिम्पली यस्तो हो कि कमाइ लाइटमा नेपाल जति नै हो होइन, तर यहाँ चाहिँ टाइट भएर बचाउने हो क्या। हो क्या भन न? खाइन्छ यस्तो पकौडा होइन, अनि चिया होइन, अनि स्यालेरी आउँछ 1.5 महिनामा एकचोटि। 1 तारिकमा स्यालेरी आउनु पर्ने 15 तारिकमा स्यालेरी आउँछ। हो त्यस्तो हुन्छ। स्यालेरी पनि डिले छ अथवा तपाईँको टिप पुगेन भने पनि काट्छ। वर्किङ आवर पुगेन भने पनि काट्छ होइन। गाडी साडी केही बिग्रियो पम्चर भयो काट्छ। आज पनि एक केटी तिरेर आयो। सो गाइस आज चाहिँ एकदम बवाल ब्याड लक थियो मेरो है। ब्याड लक किन भन्दाखेरि माइक भाइ साहब आज यहाँबाट निस्केर कता भाग्न लाग्नु भएको थियो होइन सरजी? यस्तो दिमाग खराब भएको अनि यार माइक खोज्छु माइक भेट्दैन। माइक हेरेर पुरै स्क्रैच लागेको थियो। माइकमा पनि गाडी चढेको थियो। यो क्लिप चाहिँ मैले अर्कै माइकको हालेको। अनि देन नेक्स्ट सबै यो माइक चाहिँ पुरै स्क्रैच लागेको थियो सबै। गाडी चढेको थियो कि यो माइकमा है। यस्तो बल्ल छ कि कमजोर छ? बल्ल चाहिँ एकदम कुन कम्पनीको? कम्पनी म भन्दिनँ, मार्केटिङ गर्दिनँ, यसको पनि पैसा लिनुपर्छ है। तर माइक जस राम्रो छ, बवाल टिकाउ रहेछ। पार्किङमा झरेको थियो क्या। अनि यसो गरेर हेर्दाखेरि यो क्लिप चाहिँ पुरै फुटेको थियो।
अरू माइक सबै ठिक छ माइक चाहिँ वर्किङ यही माइक हो हामी यही माइक लगेर यसरी लगाएको थिएँ अनि सोल्टी चाहिँ चलिदिनु भएछ क्या सो लेट्स स्टार्ट भ्लगिङ विथ दिस माइक सो हामीसँग चाहिँ आज के आएको छ अरे सरले म्याग्नेट कफी छ सो कुवेतमा नाइट प्लस म्याग्नेट कफी त्यहीमाथि शरदजीको किया गाडीमा राइड सक्छ त कसैले सर्ट कफी बाइक राइड बस यही हुँदैछ कुवेतमा केटा हो है दुःख सुख भए पनि यसो दुःख सुख भए नि यसो रमाउनु पर्छ है अब यसले चाहिँ मलाई अलिकति टेन्सन दिएको थियो अहिले चाहिँ म टेन्सन फेरि सो गाइज अब एकछिनमा चाहिँ हामी हरिजीलाई भेट्न जाँदैछौँ हरिजीलाई भेट्न गइसकेपछि अब के हुन्छ त्यो वहीँ गएर थाहा वहीँ गएर थाहा हुन्छ सो गाइज भेटौँला भिडियो पुरा हेर्दै गर्नु होला है हामीले अब हाम्रो हरिजीसँग है उहाँसँग भेट्न नि के अरे अपोइन्टमेन्ट चाहिन्छ उहाँसँग भेट्न नि माइकहरू कम्ती छ भाउ हरिजी यार एकछिन पारा जाउँ न त्यहाँ कहाँ उहाँ अर्डर लिएर आउँदै हुनुहुन्छ नि सो एकदम मिटअप गर्ने प्लान थियो कता हो प्लान थियो तर हरिजी एकदम मान्छे निष्ठुरी अर्डर लिएर हिँड्ने नि अब के हो गाडीमा त अनि कुकेको झन्डा छ त हो के हो त्यसो त होइन होला कस्तो लागिरहेछ तपाईँलाई कुवेतमा म आउँदिनँ अब क्या त्यसै भने जो रमाइलो छ भन्न हुँदैन आउनुपर्छ त्यहाँको कम्पनी राम्रो हेर्नुपर्छ तपाईँको दुइटै हो कि एउटा मात्रै हो दुइटैबाट हो हरिजी गाडी त्यो हो हरिजी त्यहाँबाट यस्तो पुरा अर्डर हाल्नुहुन्छ सो हाम्रो त्यस्तै छ हाम्रो होइन डेलिभरी ड्राइभरको कामहरू त्यस्तो छ कति एक महिनापछि भेट्नु धेरै नि जाउँ खाली वाले नेपाली पारा आउँछ सो नेपालमा हरिजी त पुरा एकदम बवाल देखिरहनु भएको छ मोटाको होइन गोरो भएर पुरै मोटाएर तपाईँलाई नि कुदेरको हावाले थियो दादा हावाले मस्त छ सो गाई त्यस्तै छ है हामी यसो अलिकति टप गर्न आएको थियौँ अब एकछिन बस्ने भनेको उहाँ शरदजीको अर्डर आयो उहाँ शरदजी घुम्दै हुनुहुन्छ उता खोइ भेटेन आइसक्यो बस उहाँ अर्डर लिएर आइसक्नु भयो सो अब निस्किन्छौँ हरिजी खुसी हुनुहुन्छ नि डेलिभरीको चाहिँ कस्तो हुँदैछ त बिन्दास बवाल छ रमजानमा त झन् पत्र अर्डर आउँदो रहेछ रमजानमा चाहिँ बवाल अर्डर आउँदो रहेछ भनेर भनेको थियो क्या अरे शरदजीलाई चाहिँ पुरै भ्याइ नै भ्याइ छ है अब यहाँ हरिजीको पनि पुरै भ्याइ नै भ्याइ छ म चाहिँ एकदम बेरोजगार म चाहिँ एकदम बेरोजगार म चाहिँ केटाहरूसँग डुलेर हिँड्दा मेरो काम हुँदैन है सो गाइज अब यति नै हो फेरि भेटौँला है क्लियर जाने हो डिकी खोल्नु छ एकजना त अट्छ त हजार चाहिँ किन टिकी एकजना त अट्छ त यहाँ भित्रमा हाल्ने तपाईँलाई किडन्याप गरेर त हामीले किडन्याप गरेर पो लिएर जानु लाग्यो त गाडी कहाँ गरेर हो खरै कल गर्छ सो एकदम हामी निस्किन लागेको कुवेती पारा चुम्मा नखानु न यार ल हामी चाहिँ निस्किन्छौँ है ल नेक्स्ट टाइम भेटौँला ल बाई बाई भोलि छुट्टी होइन तपाईँको नलिने पैसा राख्ने हो यहाँ शरदजीको अर्डर आइसकेको छ एकछिन चिया खाने प्लान थियो प्लान काउन्सिल अब हम जा रहे हैं जाने होइन ट्रान्सलेट कस्तो गर्छ रे त्यसमा ट्रान्सलेट हाल्नु सो अर्डर आइसक्यो चल्ते बाई बाई गाइज बाई 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 पारा ल गाइज आजको लागि चाहिँ यति नै है अब चट्ट यो अर्डर हानेर रुमसुम गइन्छ त्यसपछि अनि नेक्स्ट भिडियो चाहिँ अब छुट्टी भएको दिन मजाले छुट्टी मनाएर अब जाडो मन लागेपछि त लाउनु जाने होइन सर चाहिँ कपाल खोलिने गरी हाम्रो गुरुबा फेरि चाट्नु सिकाएर उहाँ हेर्दै हुनुहुन्छ एकदम पुरै के हेर्दै हुनुहुन्छ थाहा छैन तर हेर्दै हुनुहुन्छ लोकेसनमा जानु अनि कल गर्नु के बस 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 यस्तो हो क्या गुड नाइट बाई बाई हानिदिनु बाई गाइस फेरि भेटौँला बाई बाई हानिदिनुहोस् तर चाहिँ प्यारा मित्रहरू है बाई बाई